नमस्कार। एउटा कुनै पनि देशको नाम परिवर्तन गर्न पर्यो भने कति खर्च लाग्छ होला? संसारमा कयौं देशहरू छन् जसका नामहरू परिवर्तन भएका छन्। तर सन् 2023 मा इन्डिया नाम परिवर्तन गरेर भारत राख्न खोज्दा छिमेकी मुलुक भारतले अहिलेसम्म पनि त्यसमा सफलता प्राप्त गर्न सकेको छैन। जस्तो सन् 1990 को दशकतिर श्रीलङ्काले आफ्नो नाम परिवर्तन गर्यो, स्विजरल्यान्डले आफ्नो नाम परिवर्तन गर्यो र विश्वका अन्य विभिन्न इरान लगायतका देशहरूले पनि आफ्नो नामहरू परिवर्तन गरेका छन्। तर हामी आज किन र कसरी देशका नामहरू परिवर्तन भए भन्नेतिर लाग्दैनौँ। हामी आज यसको आर्थिक पाटो अर्थात् एउटा देशको नाम परिवर्तन गर्दा कति खर्च लाग्छ भन्ने विषयमा चर्चा गर्नेछौँ। एउटा मल्टिनेसनल कम्पनी ब्रान्डिङ गर्नका लागि कुल बजेटको 6% को हिस्सा लाग्छ भन्ने, त्यसको रिब्रान्डिङ गर्नका लागि झन्डै 10% खर्च लाग्छ भन्ने एउटा अध्ययनले देखाएको छ। 2023 मा G20 सम्मेलनको क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रेसिडेन्ट अफ इन्डियाको ठाउँमा प्रेसिडेन्ट अफ भारत नाम राखेर निमन्त्रणा पत्र पठाइन्। त्यति बेला त्यहाँका विपक्षी दल लगायत केही बुद्धिजीवीहरूले त्यसमा विरोध पनि गरे, किनभने भारतको संविधानमा इन्डिया अर्थात् भारत भनेर उल्लेख गरिएको छ। त्यसैले इन्डिया नाम परिवर्तन गर्न भारतमा कठिन छ। G20 सम्मेलन पछि बस्ने संसदीय अधिवेशनमा भारतले आफ्नो इन्डिया नाम परिवर्तन गरेर विश्वव्यापी रूपमा मुलुकको नाम भारत राख्ने प्रयास गरेको थियो। तर यावत कारणहरूले त्यो नाम पूर्णतः स्थापित हुन सकेन। हामी के कारणले यसको नाम परिवर्तन भएन भन्ने पक्षतिर नलागौँ। यदि भारतको नाम इन्डियाको साटो विश्वव्यापी रूपमा भारत राख्ने हो भने नेपाल सरकारको 1 वर्षको बजेट भन्दा बढी खर्च लाग्ने देखिएको छ। यसमा विभिन्न सरकारी तथा निजी कागजातहरू पुनः परिवर्तन गर्नुपर्छ, सडक मार्गहरू, विभिन्न सङ्केतहरू लगायत परिवर्तन गर्नुपर्ने देखिन्छ। सन् 2016 पछि इलाहाबादको नाम परिवर्तन गरेर प्रयागराज राख्ने निर्णय गर्यो। उत्तर प्रदेशमा रहेको एउटा सहर जुन कुनै प्रदेश समेत होइन, त्यो सहरको नाम परिवर्तन गर्न समेत 300 करोड भारतीय रुपैयाँ खर्च भएको थियो। हरियाणाको गुडगाउँलाई गुरुग्राम राख्न होस् या केरललाई केरलम राख्न समेत करोडौं रुपैयाँ भारत सरकारले खर्च गर्नु परेको थियो। अब कुरा आउँछ भारतको सिङ्गो देशकै नाम परिवर्तन गर्नुपर्दाको अवस्था कस्तो होला। करिब 1.5 अर्ब मानिस रहेको भारतमा को यो नाम परिवर्तन गर्नु त्यति सहज विषय होइन। यसअघि सन् 1970 को दशकतिर श्रीलङ्काले आफ्नो नाम परिवर्तन गर्दा होस् या स्विजरल्यान्डले आफ्नो नाम परिवर्तन गर्न खोज्दा अरबौं रुपैयाँ खर्च भएको थियो। अहिले इन्डियाको नाम परिवर्तन गरेर भारत राख्ने हो भने करिब 14,000 करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अर्थात् करिब 14 खर्ब भन्दा बढी भारतीय रुपैयाँ नाम परिवर्तनका लागि मात्रै लाग्ने गर्दछ। यसमा लाग्ने समय झनै फरक छ, किनकि श्रीलङ्काले पनि पूर्ण रूपमा आफ्नो नाम परिवर्तन गर्नका लागि करिब 4 दशक कुर्नु परेको थियो। त्यसैले यो नाम परिवर्तन गर्नका लागि करिब 14,000 करोड रुपैयाँ लाग्ने गर्दछ, जुन रकममा अहिले भारत सरकारले 80 करोड भन्दा बढी भारतीयलाई खाद्य सुरक्षाका कार्यक्रमहरू ल्याउँदै आएको छ। पछिल्लो राजनीतिक विवाद सँगसँगै इन्डियालाई भारत नामाकरण गर्नका लागि आर्थिक रूपमा पनि धेरै खर्च लाग्ने भएकाले पनि भारत सरकार पछि हटेको हुन सक्ने देखिन्छ।